استخسارها لقطع إمدادات الخارج. وبرغم التحصينات والأسواق والأبراج التي أعدها الإمام عبد الله كانت البرية معرضة للسقوط نظرا لطبيعتها المكونة कितना बड़ा من भाला है यार। القرى الواقعة على امتداد واد ضيق مليئا بالثغرات الطبيعية. दोनों साइड में है ना। في أواخر الربيع من ऐसे عام घुस जाएगा तो आदमी उस टाइम 1930 هجرية وصل جيش إبراهيم باشا إلى مشارف الوادي ودارت معارك ضارية. واستطاع أخيرا إبراهيم باشا اختراق الجبهات الشمالية بقذائف इधर आ सबसे ज्यादा इधर है وتدافع عن युद्धका टाइममा القرى الدرعية प्रयोग भएका सामानहरू त यहाँ पो रहेछ त। إلى اتخاذ مواقع دفاعية جديدة خارج العاصمة. हेर त्यति बेला पनि कम्पास दूरबीन सिल्भर रियल अफ द डेट यो चाहिँ घोडा सायद यो घोडामा लगाउने सिट होला। यो चाहिँ घोडाको सामग्री त्यसपछि बन्दुक यस्तो पिक्चर थियो पहिले साउदीको। भाला पनि के हो तीन चुच्चे शिवजीको त्रिशूल जस्तो खाले भालाहरू छ त। बन्दुक पनि कति लामो लामो हो आमामा। हिस्टोरिकल सिटी अफ रियादको यो चाहिँ 3336 अरबीदेखि लिएर 1918 एडीको अरबी टाइम चाहिँ 1336 र एडी चाहिँ 1918 एडीको रियादको म्याप। इधर